यो देशमा के गरिब न्याय नपाउने, दलित भएको नाउँमा मर्नै पर्ने, बलात्कृत हुनै पर्ने र सरकार कानमा तेल हालिराख्ने। म यहाँको गृह प्रशासनलाई बुझ्न सकिनँ कि जहिले दलित अत्याचार हुन्छ, जबसम्म संसद र सडकबाट आवाज उठ्दैन उसले न्याय किन पाउँदैन। मैले किन यो घटना जोड्न खोजेको, अस्ति राति मेरै क्षेत्रमा सर्लाही क्षेत्र नम्बर 4 मा राजीव पासवानको हत्या भएछ र अहिलेसम्म प्रहरीले आलटाल गरेछ। आज बिहानै मैले कुरा गरेका थिएँ प्रहरी प्रशासनसँग, उनीहरूले हत्यालाई पनि एक्सिडेन्टमा बनाउने, किनकि ठुला बडाको प्रभावले एक्सिडेन्ट बनाउन कोसिस गर्छन्। यसले हाम्रो देशको कानुन र संविधानमाथि कमजोर समुदायको विश्वास उठ्छ। दलित त्यो राजीव पासवान एउटा दलित थियो, उसको राति हत्या भयो, उसको मोटरसाइकल पनि लुट्यो र अहिलेसम्म दोषीलाई समातिएको छैन। अनुसन्धानको नाउँमा पुलिसले अलमल गरिराखेका छन्। दोस्रो, यो घटना हुन कारण के हो भने त्यहाँ एउटा अभिमित गिटी क्रसर उद्योग छ, जहाँ त्यो क्रसर उद्योगको वरिपरि जहिले पनि त्यहाँ घटना भइरहेछ। हिजो पनि एउटा घटना भएछ, एउटा मुकेश कुमार ठाकुर जो लोहार हुन्छ त्यसको पेटमा चाकु हानेको छ, अहिले वीरगञ्ज नेसनल हस्पिटलमा उपचार भइरहेछ। म सोध्न चाहन्छु, मैले अस्ति यो कुरा लिएर प्रधानमन्त्री कहाँ पनि गएको थिएँ, प्रधानमन्त्रीले भन्नुभयो तर अहिलेसम्म कुनै कारवाही भएको छैन। कुन नियमको तहत प्राथमिक विद्यालयको जम्मा 100 मिटरको दूरीमा त्यो गिटी क्रसर छ, त्यो टोल बस्तीको जम्मा 200 मिटरको दूरीमा छ र हुलाकी जुन नयाँ रोड मधुबनी हुलाकी सडक छ त्यसको छेउमा छ, त्यस कारण हुलाकी सडक पनि टुटिया छ। मैले राजनीतिको आरमा नियम कानुन लाग्दैन। मैले किन भने त्यो मान्छे काङ्ग्रेसको जिल्ला सभापति छ। कस्ता जिल्ला सभापति छ भने कुनै पनि ऐन कानुन दलको विषय हुन सक्दैन, त्यो देश र जनताको विषय हुन्छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को परिच्छेद 3 को ख विपरीत, त्यसै गरी नेपाली काङ्ग्रेसको नव संशोधित विधान 2075 को परिच्छेद 2 को दफा 13 को अङ्ग अनुसार नैतिक पतनदेखि फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भए पार्टीको सदस्य नरहने बेहोरा उल्लेख छ ऐनमा, तर त्यसको बावजुद पनि पार्टी सभापति बनाइन्छ। म सोध्न चाहन्छु, बर्दिया निर्वाचन क्षेत्र 2 मा अस्ति राति 28 गते ठाकुर बाबा वार्ड नम्बर 2 बलाटी गाउँमा हात्तीको आक्रमणबाट 72 वर्षे बलिराम थारूको मृत्यु भएको छ र त्यो मृत्यु भइसकेपछि रोड जाम गरिएको थियो। म भोलिपल्ट बिहान गएर त्यस कार्यमा अगाडि सरेको थिएँ र त्यो बाटो पनि खुलाइयो र त्यहाँ मैले सम्बोधन गर्दै गर्दा जनताहरूको मागको कुरा आयो। जनताहरूको माग म प्रति यसरी राख्नु भएको छ, क्रिया खर्चको लागि राज्यले 2 लाख तुरन्त उपलब्ध गराओस् र मृतकलाई कम्तीमा 50 लाखको व्यवस्था गरोस् र जङ्गली जनावरको कारणबाट उत्पन्न त्रास हटाउनलाई सुरक्षाको व्यवस्था गरोस्। मध्यवर्ती त्यो बफर जोन एरियालाई खारेज गरी कानुनी निर्माणको व्यवस्था सरकारले गरोस् र त्यसपछि मानवीय तथा भौतिक क्षतिपूर्ति पूर्ण रूपमा सहज वातावरण राज्यले व्यवस्था गरोस् र पीडित परिवारलाई 1 जना दीर्घकालीन रोजगारको व्यवस्था गरोस्। र यसै क्रममा म त्यहाँ नेपाल सरकार वन मन्त्रालयमा रहेका राष्ट्रिय निकुञ्ज बर्दियालाई मैले मेरो सुझाव के छ भन्नुहुन्छ भनेदेखि अब त्यहाँ राति 10 बजे गहुँ खाने बेलामा धपाउने जाने बेलामा त्यो वृद्ध 72 वर्षको वृद्धलाई मारियो। अब गहुँ खाने बेलामा र धान खाने बेलामा जङ्गली जनावरहरू त्यहाँबाट जनताहरूले हटाउनु नपरोस् र त्यसलाई हटाउनको लागि त्यहाँको सम्बन्धित निकाय राष्ट्रिय निकुञ्जले एम्बुलेन्सको व्यवस्था गरेर 20 मिनट भित्रमा आफ्नै सुरक्षा